आज म बनाउन जाँदैछु मुलाको अचार। नमस्ते छ हजुर सबैजनालाई मेरो फेरि अर्को एउटा नयाँ ब्लगमा। के चाहिँ खर्सानी यो चाहिँ के गर्नलाई गरेको भनेर भन् त। आज चाहिँ म चटनी बनाउन जाँदैछु। यहाँ चाहिँ तेल गरम गर्दैछु। यता चाहिँ घाममा धोइवरी सुकाएर पनि भइसकेको छ अब यो चटनी हाल्नलाई। आज चाहिँ म चटनी हाल्न जाँदैछु। हजुर हेर्दै गर्नु होला मेरो भिडियो। तोरी पनि त्यसमा एड गर्नुपर्छ, लास्ट राम्रो हुन्छ त्यो चटनीहरू चाहिँ जे पनि बनाउँदाखेरि। अनि यत्रो चाहिँ नहाल्नु होला, अलिक कम हाल्नु होला। मैले चाहिँ हिँडी डालेको मात्रै। तिमी के गर्छौ? मिक्सरमा हालिसकेको छु, हेर्न सक्नुहुन्छ हजुरहरू। मसला पनि भइसक्यो। यसरी म हाल्दैछु। अब यसमा रङ पनि हाल्नुपर्छ अलिकति। यसमा अलिकति रङ पनि हालिदिएँ। रङ चाहिँ यति कलरको लागि मात्रै मैले चाहिँ सुक्ना खोर्सानी हालेँ। यसमा थोरै हल्दी पनि हाल्नुपर्छ। निमक। अब अघि गरम गरेको तेल हल्का गरम गर्नुपर्छ तेल चाहिँ। अनि गाइस मेरो अचार पनि अब रेडी भइसक्नु आँटिसक्यो। तेल चाहिँ यसरी अलिक कम हाल्नुपर्छ। बोतलमा भराइसकेपछि हाल्नुपर्छ। म चाहिँ बोतलमा भराइसकेर हाल्छु। हजुरहरू चाहिँ कसरी गर्नुहुन्छ भन्नु होला। चटनी चाहिँ मेरो रेडी भयो। हजुरहरू चाहिँ जुन चाहिँ बोतलमा चाहिँ चटनी हाल्नुहुन्छ नि अचार, त्यो बोतलमा चाहिँ पहिला फर्स्ट तेल हाल्नुपर्छ गरम गरेको अलिअलि। अनि हालेर सबैतिर घुमाउनुपर्छ। अनि चटनी चाहिँ अलि राम्रो हुन्छ भनेको सुनेको। म चाहिँ अब हाल्न पनि थालेँ बोतलमा। यता चाहिँ मैले अचार पनि हालिसकेँ गाइस, हेर्न सक्नुहुन्छ। यो चाहिँ अस्ति मैले जलपाईको अचार हालेको थिएँ। यो चाहिँ भिडियो दिन सकिनँ। यो चाहिँ अस्ति बनाएको थिएँ, यो चाहिँ दिन सकिनँ। यो चाहिँ आजै देखाइदिँदैछु हजुरहरूलाई। कस्तो लाग्छ हजुरलाई चाहिँ चटनी? मलाई चाहिँ एकदमै राम्रो लाग्छ। टेङ्गाको चाहिँ कुरा गर्नुभयो भने एकदम मुखबाट पानी निक्लिजान्छ। हुन्छ त गाइस, हजुरहरूलाई मेरो भिडियो चाहिँ कोही कस्तो लाग्यो, राम्रो लाग्यो लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला।